हेलो गाइज वेलकम ब्याक टु दि अर्जुन लामा अफिसियल युट्युब च्यानल। र अब आजको दिन चाहिँ अब हामी ट्याक्क भेटेर जान आँटेको छौँ हो। र हामी चाहिँ अब यहाँ धरानबाट सर हुनुहुन्छ अनि इटरीबाट चाहिँ हामी म अनिल दाई र अर्जुन दाई जानु लागेको। हामी जम्मा 4 जनाको आजको यात्रा रहेको छ भेटारमा। कृपया यस भ्लगलाई अन्तिमसम्म हेरिदिनु होला र सपोर्ट गरिदिनु होला र यो युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला है त। अब बाटोमा के हुन्छ हामी सबै देखाउँछौँ। एकदम इटरीमा बवालै गर्मी छ हैन, त्यही भएर चाहिँ हामी जानु लागेको हो मासतिर भेडारतिर गएर चिसो हावा खाएर आउने हो हैन। त्यतिन्जेलसम्म चाहिँ हेरिदिनु पर्यो है तपाईहरुले हाम्रो भ्लगलाई चाहिँ अन्तिमसम्म। ओके अब बाटोमा भेट्छौँ। र स्याट हाम्रो दाइहरु चाहिँ भित्र रेडी हुनुहुँदैछ हैन। यहाँ झोलासोला बोक्ने टिपन टापन हान्ने हिँडिदिने हो नि त। र हाम्रो यो आजको यात्रा चाहिँ एकदम के भन्छ यो रहस्यमय छ। क्यान्सल भएको यात्रा, सब घर घर भागेको यात्रा हैन। फेरि हामी चाहिँ कुरो मिलाएर हिँड्न आँटेको छौँ। अब हेरौँ बाटोमा के हुने हो। हेलो गाइज वेलकम टु माई ब्लग होइन। अनि धेरै पछि चाहिँ फेरि एउटा भ्लग बनाउँछु है। अनि भ्लग चाहिँ दिवेश भाइले स्टार्ट गरिसक्यो होइन। हामी कहाँ जान्छौँ के गर्दैछौँ भनेर चाहिँ भनिसक्यो होइन। हामी चाहिँ इटरीमा चाहिँ धेरै गरिब भएर होइन, एकदमै धेरै गरिब भएर चाहिँ रिफ्रेसमेन्टको लागि चाहिँ माथि नाम्चीतिर जान्छौँ है। भाइ चाहिँ के गर्दैछ होइन, इटरीमा लास्टै गर्मी छ नि होइन। दामी बवाल चिसो हुँदैछ यहाँ चाहिँ। हामी इटरीमा बवालै गर्मी छ होइन। गर्मी धेरै भएर चाहिँ हामी चढेको उकालो। अनि हामी चाहिँ अघि मैले भनिसकेको थिएँ हामीले 2 जनालाई पर्खेको। अनि दाइ र आइसरले आउनुहुँदैछ। उहाँहरू आउने बित्तिकै हामी जान्छौँ। हाम्रो कार चाहिँ साधन यहाँ छ। कृपया हाम्रो भ्लगलाई चाहिँ तपाईँहरूले अन्तिमसम्म हेरिदिनु पर्ने हुन्छ होइन। एकदम माया, धेरै माया देखाइदिनु। हामी एकदम इन्टरटेनमेन्ट त बवालै गराउँछौँ नि फेरि हामी यो च्यानलबाट। यस्तो दामी ठाउँ हेर्नु त ल। यहाँबाट धरान चाहिँ टक्क कता देख्छ। हामी चाहिँ दिउँसो जानु भनेको खासमा चाहिँ यता र उता गरेर के नमिलेर चाहिँ धेरै प्लान गरेर चाहिँ चौपट भएको। तर लास्टमा फेरि अहिले हेर्नु त 7 बजिसकेको छ। 7 बजिसकेर यहाँ धरान माथितिर भर्खर हेर्दै गर्नु ल तपाईँहरू ल। के कस्तो छ तपाईँहरूलाई देखाउँछु, हेर्नु होला, इन्जोय गर्नु होला होइन। ल अहिले भर्खर चाहिँ हामी होइन ठ्याक्क यहाँ भ्यू पोइन्टमा आयौँ होइन। अनि यहाँबाट चाहिँ एकदम किन चाहिँ यहाँ रोकेको भने होइन, हामीले त्यहाँ पछाडि अनिल दाइ र अनि आइसे सर हुनुहुन्छ। अनि उहाँहरूलाई चाहिँ हामीले पर्खिनुको लागि चाहिँ रोकेको। अनि यहाँबाट हेर्दा चाहिँ क्या बबालै सिन देखिने क्या हेर्नु यहाँ हो। कस्तो दामी देखिन्छ हराभरा। यही मौसममा पुरा रमाउनु हुँदैछ हाम्रो अर्जुन दाइ होइन। पुरा मजा लिनुहुँदैछ। यहाँबाट स्याट कसलाई सम्झिनु हुँदैछ पनि भाउजूलाई होला होइन। तर एकदम हँसाइ मिठो छ दाइको। कस्तो दामी मन शान्त हुने खालको ठाउँ छ क्या यहाँ। फाइनली हामी आइसक्यौँ घोडेटारमा। लिफ्ट चाहिने अबर पऱ्यो क्या हो? अबर परेको खबर पऱ्यो मलाई। अटोले फ्यालिदिएर गयो। खोइ अटो के छ? हेलो गाइस, हामी चाहिँ भेटारदेखि जान्छौँ। ट्राफिक नियम पालना गरौँ। फाइनली हामी आइसक्यौँ हाम्रो सधैँको होइन निशान्ता एन्ड लज। हेलो गाइस, हामी चाहिँ फाइनली रुममा आयौँ होइन। यस्तो ब्याग चाहिँ हाम्रो अनिल सर यस्तै छ, हेर्दै गर्नु होला होइन। बाबाले चिसो सोध्ति नै हाल्दैन। कस्तो लागिरहेछ किवा
कस्तो लागिरहेछ रे भाइ एकदम दामी तर पहिलेको कोठामा बस्नु नपाएर यस्तै छ होइन हेर्दै गर्नु तपाईँहरू यहाँ चाहिँ वाइफाई साटो हुन्छ हेलो गाइस हाम्रो चाहिँ खाना आयो ल हाम्रो चाहिँ खाना आयो अब हामी चाहिँ खानुपर्ने हुन्छ होइन त्यस्तो छ यहाँ चाहिँ एकदम चिसो मौसम दामी कुल दामी है ल अहिले चाहिँ होइन सबैलाई गुड मर्निङ र अनि अब चाहिँ हामी अब बिहानको समयमा चाहिँ के गर्ने भन्दाखेरि खाजा खाने हो होइन खाजा खाने भन्दाखेरि के खाने हो भन्दाखेरि चाहिँ हामीले चिया बिस्कुट खानु खोज्दैछौँ तर हामीले चिया बिस्कुट नखाने भनेर हामी चाहिँ तल गएर सेको खाने कुरा भएको छ हो र अनि हाम्रो आइस सर र के अरे अनिललाई चाहिँ गइसक्नुभयो अनि यहाँ छौँ दुई भाइ चाहिँ जाँदैछौँ गएर जे भएको सेकुवा खाने हो अनि अब तिन भाइ चाहिँ होइन सर र कुद्दैछौँ हामी बर्बाद भइसक्यो बनाएर अहिले होइन हामी चाहिँ सेको खाना आयो खासमा त्यहाँ माथिबाट खाना सानो नखाएको झन् त्यतिकै होइन चटपटे खाउँ चाउमिन खाउँ सेकुवा खाउँ के खाउँ छैन भने कोक छ होला गाइस हामी चाहिँ नाम्चेदेखि चाहिँ अब झर्दैछौँ है यता बाटोतिर धुलो उड्दैछ क्या भाइ कस्तो लाग्यो भन त तिम्रो नाम्चेमा अनि कस्तो लाग्यो तिम्रो नाम्चेमा नाम्चे मलाई नाम्चे जस्तै लाग्यो नाम्चे जस्तै लाग्यो ठ्याक्कै नाम जस्तो थियो है नाम जस्तै रहेछ गाइस यस्तै छ होइन हिँड्दैछौँ बाटोतिर यस हामी चाहिँ अब दामी चिसो खाँदै झर्दैछौँ होइन हामी चाहिँ ल्याखराक तलतिर झर्दैछौँ जति तल गयो त्यति चाहिँ चिसो हुँदैछ किनभने हामी अहिले भेडेटारको नजिक जाँदैछौँ नि त होइन तर बाटोमा चाहिँ बबाले धुलो उड्दैछ क्या यहाँ दुईवटा दाइहरू अगाडि हिँड्नु हुँदैछ ओ पुरा धुलो क्या बबाले तर भिडियो खिच्दै जाँदैछौँ क्या हामी यसरी हिँड्नुको कारण चाहिँ छ होइन कृपया हामीले तपाईँहरूले हाम्रो प्रत्येकको एकदम टिकटकमा पनि देख्न सक्नुहुन्छ भिडियोहरू जस्तै मेरो दिपेश भुजेलमा दाइको अर्जुन लामा र दाइको अनिल बुढा छोकीकोमा होइन टिकटकमा त्यहाँ पनि देख्न सक्नुहुन्छ यसले त मार्छ है क्या मासलाई कस्तो धुलो उडाएको केही देखियो त देखिएन नि एकछिन चाहिँ हामी यो पाइलट डाँडा भन्ने चिजमा चाहिँ हल्का रेस्ट गरेर जाने भनेको हो बबाल हावा आउँदै रहेछ यहाँ चाहिँ होइन खतरा अब धुलोले होइन अनि बब्बाले कपाल सपाल चाहिँ सक्दियो क्या ट्याक पारिनेको जाडो त यो हो नि त होइन यहाँ चाहिँ खासमा चाहिँ तरुनी लिएर आउनुपर्ने रहेछ हामी चाहिँ एकदम तन्नेरीहरू मात्रै आयौँ केही छैन रमाइलो गरिन्छ हिँड्ने चन्द्रमाको टिका होइन अनि अहिले चाहिँ फाइनल्ली हामीले चाहिँ गाडी भेटिसक्यौँ एकदम खुसी लागेको छ शनिबारको दिन भएर होला यस्तो चाहिँ भिड छ नि होइन दाइ बाबाले भिड छ क्या गाडी नै नपाउने क्या तपाईँहरू पनि अब को अब चाहिँ आज गाडी पाउनु भएको थिएन प्लिज यो हाम्रो भिडियोमा चाहिँ कमेन्ट गरिदिनु होला हो अनि बल्ल बल्ल चाहिँ एकदम यहाँ चाहिँ ढुङ्गा खोज्दा देउता मिले जस्तो भयो क्या जाम पनि यस्तो बबालै छ नि यहाँ फेरि
नभेटेर नि आज गाडी धन्न उहाँहरू चाहिँ लक्ष्मीमार्ग जानुहुने रहेछ एकदम आज चाहिँ भेट्यो क्या अनि अब म र अर्जुन दाइ चाहिँ बस्छौँ हामी धरान दाइ चाहिँ इटरीसम्म जानुहुन्छ हो एकदम खुसी लाग्यो गाडी पनि बबाले भेट्यो नि त अब यस्तो अनि आनन्दले बसेर जाने हो रमाइलो गर्दै होइन धेरै धेरै धन्यवाद छ उहाँहरूलाई होइन अब जो हामीलाई सहयोग गरिदिनु भयो होइन ल गाइज तपाईँहरू भेट चाहिँ देख्न सक्नुहुन्छ होइन जाम हामी चाहिँ अझै यता माथि नै छौँ क्या भेट आएको मेन चोकभन्दा माथि नै छौँ किनभने हामीले गाडी पाएनौँ क्या आज शनिबारको दिन हामी घुम्नु आएको हो हामी नाम्चेबाट झरिम भेटेटार हिँड्दै अब गाडी पाउला भनेर हामीले स्कुटर चाहिँ फर्काइदिउँ होइन दाइ तर गाडी पाएनौँ कि त्यस कारणले चाहिँ एकछिन बस्दा ओर्दा चाहिँ ठ्याक्कै हामीले चाहिँ यहाँ भगवानै भेटे जस्तो देउतै भेटे जस्तो भयो क्या यस्तो भिडको बेलामा चाहिँ होइन मनमने चाहिँ साँच्चै पूजै गर्नु मन लाग्यो हो होइन भेटी चढायो भने त लोदर लाग्छ हौ भेटी त नचढाउनु कि भेटी चढायो भने त लोदर लाग्छ तर एकदम खुसी लागेको हो कुनमा आउँछ हौ यो हाम्रो अर्जुन लामा अफिसियल भन्ने एउटा युट्युब च्यानल छ हजुर त्यसमा आउँछ नि हजुर अर्जुन लामा अफिसियल भन्ने त्यसमा चाहिँ हामीले अपलोड गर्छौँ हजुरहरूलाई एकदम अब धन्यवाद पनि कति भन्नु हो जति भन्यो पनि हुँदैन थोरै नै हुन्छ ल सबैलाई भरे गरेर हेरिदिनु होला झलक्क एकचोटि अनुहार देखिन्छ फेरि फेरि भेट होस् हामी पनि इटरीको हो हुनु चाहिँ तर धरान झर्छ एकदम खुसी लागेको छ क्या ट्याक्क यस्तो कसले भेट्छ अहिले यहाँ मान्छेहरूमा खाँदिँदै खुट्टो टेक्दै मात्रै पाउँदा पनि जाँदैछ गाडी चढेर तर हामीले लक्किली भेट्यौँ क्या गाडी होइन दाइ अनि रिजर्भको गाडी अनि एकदम ओभर जस प्रतीक्षाको फल मिठो हुन्छ भन्थे हो रहेछ खासमा चाहिँ जाम त ओभरै बबालै छ क्या जाम आम्मामा हेर्नु न यहाँ देख्न सक्नुहुन्छ सब लस्करे हो के अरे युनास श्रेष्ठ लक्ष्मीमार्ग कुन स्कुल भन्नुहुन्छ माउन्ट एभरेस्ट ए माउन्ट एभरेस्ट ए नानीलाई सोधेको ल के श्रेष्ठ के श्रेष्ठ भन्नु युनास श्रेष्ठ कस्तो राम्रो नानी हुनुहुन्छ हेर्नु त यहाँ तपाईँ भ्लग बनाउनुहुन्छ हो टिकटक बनाउनुहुन्छ टिकटक के छ आइडी भन्नु त नेवार्नी डन नम्बर कति नेवार्नी डन मात्र हो ल होइन शनिबारको दिनभर होला जाम चाहिँ बबालै छ होइन तपाईँहरू को चाहिँ आज जाममा पर्नुभयो प्लिज भिडियो यदि तपाईँहरूकोमा आयो भने चाहिँ कमेन्ट गरिदिनु होला म पनि जाममा परेको थिएँ भनेर होइन अब अहिले के जेठको अन्तिम महिना हो होइन अन्तिमै चाहिँ हो साँच्चै त हो त्यही त नि को जाममा पर्नुभएको छ हामी जस्तै हामी त एकदम पीडितै भन्दा पनि अब हुन्छ लाज नपचाइ भन्दाखेरि नि त्यो अहिले चाहिँ एकछिनको लागि लाज पचारे भन्यौँ हामी पीडितै भएको हो एकछिन चाहिँ तल गयौँ गाडी भेटेर भनेको पाइएन माथि आयौँ बस्यौँ धन्न यहाँ हाम्रो एकजना म्यामले हजुर उहाँ म्यामले गर्दा चाहिँ हाम्रो एकदम आज भाग्य चम्केकै हो राम्रो भएकै हो ट्याक्क झरी मैले हामी गाडीबाट होइन हामी सेक्सन धेरै अलरेडी राइट चाहिँ जानुभयो यहाँ ल अनि अब ट्याक्क आइसक्यौँ होइन अब चाहिँ हामी यता सर्कमा जानुपर्ने छ सरलाई त्यहाँ गएर भेट्ने हो अब सुतेर आयो होइन त लगाइ चाहिँ एकदम रमाइलो भयो दुःख कष्ट त अलिकति त्यहाँ गाडी नपाउँदा भएको थियो तर गाडी पाइसकेपछि एकदम आनन्दले आयो रमाइलो गरेर आयो कृपया हाम्रो भ्लगलाई अब अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद के भन्नुहुन्छ तपाईँ केही भन्ने छ मोड बोल्नु मन लाग्छ भने चाहिँ त्यही हो होइन कृपया हाम्रो अब युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला साथै भिडियोमा लाइक र भिडियोलाई सेयर गरिदिनु होला हो त्यही छ अब एकदम इन्जोय गर्नु होला हाम्रो भिडियोलाई र अब चाहिँ हामी चाहिँ अर्को भ्लगमा भेट्दैछौँ ओके सी यू अन द नेक्स्ट भ्लग बाई बाई